तपाईँ ओर्लिङ युजर हुनुहुन्छ र तपाईँको ओर्लिङ नेटवर्कमा धेरैवटा डिभाइसहरू कनेक्टेड छन् र तपाईँ डिभाइसहरूलाई ब्लक गर्न चाहनुहुन्छ, डिभाइस फिल्टरिङ गर्न चाहनुहुन्छ। तपाईँलाई यो गर्न आउँदैन भने चाहिँ म तपाईँलाई आज यो भिडियो मार्फत सानो जानकारी गराउँछु र तपाईँले कसरी ब्लक गर्न सक्नुहुन्छ, इन्टरनेट एसेस ब्लक गर्न सक्नुहुन्छ डिभाइसहरूमा छानेर। म आज तपाईँलाई यो सानो भिडियो मार्फत जानकारी गराउने छु है। तपाईँले अब तपाईँको कुनै बेला तपाईँको इन्टरनेटमा धेरै बाहिरी डिभाइसहरू पनि कनेक्टेड हुन सक्छन्, धेरै डिभाइसहरू कनेक्टेड हुन सक्छन्, आफ्नो घर परिवारको बाहेक अरू डिभाइसहरू पनि कनेक्टेड हुन सक्छन्। त्यसलाई चाहिँ तपाईँले ब्लक गर्न सक्नुहुन्छ, इन्टरनेट एसेस ब्लक गर्न सक्नुहुन्छ डिभाइस फिल्टरिङद्वारा। यो चाहिँ तपाईँले कसरी गर्न सक्नुहुन्छ भनेर म आज यस भिडियो मार्फत सानो जानकारी गराएर सिकाउने छु। अब ढिला नगरी भिडियो वस्तुतर्फ अगाडि बढौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। नगरी विषयवस्तुतर्फ अगाडि बढौँ र म तपाईँलाई मेरो मोबाइल स्क्रिन मार्फत देखाउने छु। भन्दा पहिले तपाईँ आफ्नो फोनमा माई ओर्लिङ एप्लिकेसन ओपन गर्नुहोला। त्यसपछि माई ओर्लिङ एप ओपन भइसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ राउटरमा जानुहोला। राउटरमा गइसकेपछि पहिला यहाँ कनेक्टेड डिभाइस लेखेको छ, यसमा क्लिक गरी हेर्नु होला। अनि यसमा क्लिक गर्नु भइसकेपछि तपाईँले यहाँ अहिले तपाईँको नेटवर्कमा कुन कुन डिभाइसहरू कनेक्टेड छ यहाँ तपाईँले लिस्ट देख्न सक्नुहुन्छ। अनि अब तपाईँले यहाँ मध्ये कुन डिभाइस ब्लक गर्न चाहनुहुन्छ, इन्टरनेट एसेस भ्यू मोरमा क्लिक गर्नुहोला। क्लिक गरिसक्नु भएपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ आइपी एड्रेस, म्याक एड्रेस लेखेको छ। यो म्याक एड्रेसलाई कपी गर्नु होला। यसमा क्लिक गरेर मैले म्याक एड्रेस कपी गरेँ अनि यसको नाम ग्यालेक्सी M12 छ। अब तपाईँ यहाँ तल त्यसकै तलमुनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ डिभाइस फिल्टरिङ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ रिस्ट्रिक्ट ब्ल्याक लिस्टेड डिभाइसेस भनेर छ, यसमा क्लिक गर्नु होला र एड अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँ माथि डिभाइस नेम लेखेको छ, यसमा डिभाइस नेममा क्लिक गर्नु होला र अघिको म्याक एड्रेस यहाँ राखेर अब डिभाइस नेम यहाँ ग्यालेक्सी M12 लेखेर फिल्टर द डिभाइस गर्नु होला र अनि यो डिभाइस फिल्टर हुनेछ। यो डिभाइस चाहिँ ब्ल्याक लिस्टमा हुनेछ र यो डिभाइसले इन्टरनेट एसेस गर्न पाउने छैन। तपाईँले यसरी डिभाइसहरूलाई कुन कुन डिभाइसहरू तपाईँको नेटवर्कमा कनेक्टेड छ र त्यसलाई कसरी फिल्टर गर्न सक्नुहुन्छ भनेर यहाँ तपाईँले यसरी ओर्लिङ एपबाट यसरी यहाँभित्र आएर तपाईँले डिभाइसहरूलाई चाहिँ फिल्टरिङ गर्न सक्नुहुन्छ है। तपाईँलाई मेरो यो सानो जानकारी कस्तो लाग्यो कृपया भिडियोमा राम्रो प्रतिक्रिया दिई भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्नुहोला। अनि यस्तै डेली नयाँ नयाँ जानकारीका लागि चाहिँ मलाई फलो अनि युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।